ल गाइज यो भिडियो चाहिँ एकचोटि राम्रोसँग सुन्नु होला है। अनि एउटा कुरा काठमाडौँको घरबेटीहरूलाई पनि तलाउनु पर्यो, स्क्वायर फिटमा चाहिँ दिनु पर्यो क्या। अहिले कोठा खोज्नु गयो भने एउटा कोठाको 10,000 भन्छ होइन, त्यो त मनलाई भयो नि त। फलानो सुकुम्बासी निस्क्यो, तिलानो सुकुम्बासी निस्क्यो, यसलाई चाहिँ भाडा ठोकेर हान्नुपर्छ भन्ने चाहिँ सुधार्नु पर्यो होइन। काठमाडौँको घरबेटीलाई चाहिँ एकदम सुधार्नु पर्ने बेला भएको छ। समन्वय गर्नु पर्यो होइन, प्रक्रिया अनुसार जानु पर्यो। वायात काममा झगडा सगडा लफडा भन्ने हुनु भएन। हस्, हजुर सरले नि यो सुझाव चाहिँ राखिदिनु पर्यो। काठमाडौँको घरबेटीहरूलाई चाहिँ भनिदिनु पर्यो कि स्क्वायर फिट अनुसारको ठाउँ अनुसारको भाडा लिने हो नि त। मान्छेलाई अहिले परेको ठाउँ पेल्ने होइन नि त होइन। त्यो चाहिँ एकदम नै चाँडै तत्कालै नै गरिदिनु पर्ने हुन्छ। यसो बाध्य त यस्तो हो, अब अहिले फ्लाइटवाला घरहरू आयो सबैको होइन, सबै अब पैसा कमाउने भए। अब फ्लाइट लिएर बन्न सकिँदैन, एकजनाले काम छ काठमाडौँमा होइन कि जिल्लामा काम मिलाइदिनु पर्यो आफ्नै उसमा होइन त। नभएपछि काम त गर्नु पर्यो होइन। सरकारले त केही काम त आफैले खोजेर गरिरहेको छु, सरकारले खोजिदिनु परेन। तर रुम खोजिदिनु पर्यो क्या। अहिले घर मेरो सिन्धुपाल्चोक जलबिरे हजुर, प्रायः जस्तो सबै नक्कली छन्, सकली पूर्ण रूपमा छैनन् होइन। अब सकली हुनेहरू त गइ नै हाल्छन् दर्ता गर्न, सरकारबाट जान्छ होइन। मैले चाहिँ भनेको मेरो इच्छा चाहिँ मेरो कि रुम खोजिदिनु पर्यो होइन, नभए कि बसोबास दिनु पर्यो। आयो घरबेटीले चाहिँ हामीलाई पहिला भन्नु भएन क्या, सिल्प गरायो क्या यहाँनिर बस भनेर क्या। 5,000 भाडा लियो नि त, त्यो लिन त पाइएन नि त। घर छ नभए होइन, मेरो घर छ, तर म त काम त जबको सिलसिलामा त यहाँ बस्नु पर्यो होइन। अब मेरो टाइम भएन, म खोज्न जाने, अब काम नगरे फेरि घरबेटीले निकालिदिन्छ होइन त, भाडातिर निकालिदिन्छ नि, जाने ठाउँ पनि छैन। गरेन, मेरो भनाइ चाहिँ त्यो हो सर, राम्रो छ हालिदिनु होला, नराम्रो नहालिदिनु होला। राम्रो छ सबै जाने होला, तरखार पनि छन्, बुझेअनुसार मैले जे बुझेँ त्यही भनिदिनुपर्छ होइन। त्यस्तो लफडा पनि छैन यो एरियामा होइन। हिजोको लफडा हो उता भए हो, उताको छुट्टै छ, यहाँको छुट्टै छ हेर्नु। जाने भनेर सबै सामान पनि निकालिदियो। प्रहरीहरूले नि सब हेल्प दिनुभएको छ, उहाँ सरहरूले पनि होइन। अब सरकारले पनि हेल्प दिन्छु नै भन्नुभएको छ, तर अहिले तत्कालै चाहिँ मेरो लागि चाहिँ भएन, मेरो समस्या त्यो हो सर।